भयो लाउन नि आमा गयो एयरपोर्ट नि लाउन सक्न चुरै पार्यो लाउन नि आज एयरपोर्टै भिडियोमा आजको हाम्रो भ्लग चाहिँ हाम्रो तारे भिडकै रहनेछ केटाहरू सबैहरू यता रेडी भइसकेछ है यता यता स्कुटर छ बाइक उता नि स्कुटरमा है यता अर्को बाइक छ अब चाहिँ हामी त्यो गएर भिडियो बनाउनेछौँ है ओके जान्छ त रन्दियो टनमा यता तल साइबाबाबाटै बाटो खिच्ने मलाई थाहा छ त्यो बाटो अनि ए मलाई मन्दिरबाट कता हो सिधै हो सिधै हो त्यहाँबाट मैले एउटा फेरि याद भइरहेको ए त्यो बाटो भनेको थाहा छ हाम्रो यस्तै छ यस्तै छ टोलीहरूको हाँकाइ हाम्रो सरको हाँकाइ त्यस्तै छ सिधै सिधै बाटै नटर्ने रहेछ नि त नि आउट अफ लेन गऱ्यो आउट अफ लेन बाहिर झार्न लाग्यो त तिमीले उतै बाइक ल्याएन के तेरा तो गेम बचाना जाऊ जाऊ ओए ओए
कट्यो 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 ओइ ओइ बिचमा आइन बाटो त छ चलाउने मान्छे होइन यो यत्रो केटाहरू हाम्रो एकजनालाई भेट्यो दुईजना चाहिँ कता पुगेछ भने ठुलो थाहा यार केटाहरू बाटै खाल्दो रहेछ बाटै कतितिर हाल्ला र मुला गोलीहरूले त मैले बाइक त किनेर 160 रेट गर्छ अच्छा बाइक गाड मर्को राइडर म्याटर बाइक डजन म्याटर अन्त जल्दी हाल्दै ठाडे हाल्दै के हो रे तेरो नाम के हो रे कविन हो कविन एनएस ब्लगर यहीँ रोक्नुपर्छ ल यहाँ यहीँ रोक्नुपर्छ अलि अगाडि जाऊँ यहीँ रोकौँ न हो यहीँ रोक्न त्यहीँ रोक्न धेरै अगाडि नलग्न के बोले भाइ अब के बोले अब यहाँ एकछिन यसो फोटोसोटो हाल्नुपर्छ होइन केटाहरू आमा ओए देखेछौ कि नै अगाडि बाजे त्यस्तो नगर दाइ त्यस्तो नगर्नु नै हेर्दा होइन भाइ टाइट यार के गरिदिएर त्यस्तो गर्नु हुँदैन ल होइन त हामी ज्ञानी छौँ होइन हामी ज्ञानी छौँ होइन त ओके ज्ञानी छौ कि छैनौ भन ज्ञानी छौ छैनौ घन्टा ल ओके ल नेक्स्ट अपडेट है अलि अर्को पोइन्टमा हो फोटोसोटो खिच्छौँ हामी फोटोसोटो खिच्छौँ अनि त्यसपछि अलि अगाडि जानुपर्छ कस्तोले अनि कुरा गर्नुपर्ने हुन्छ ल क्यामेराम्यानले फोटो खिचेको हेरिदिउँ है गाइस हामी चाहिँ यताबाट होइन यिनीहरूले के गरिरहन्छ अब चाहिँ हामी चाहिँ यहाँ बसेर हेरिदिउँ है त गाइस हामी होइन अब जान लागिसकेछौँ होइन अब हामी फर्किँदैछौँ ओइ डग अन्डरको चाहिँ के हो यार यस्तो आइरहेको छ यार अलि बिस्तारै चला बाबु है ओके भन्ने यो त अहिले डग मर्न सकिएन अहिले एक्सिडेन्ट हुन्छ तिनीहरूकोमा फेरि चिप लिन्छ तँलाई थाहा छ कि छैन चिप लिन्छ नि तिनीहरूको कपाल थाहा छ कि छैन भन्छ यो यस्तो हरकत गर्छ नि त्यस्तो हरकत गर्ने होइन नि त भाइ अरे त्यस्तो हरकत गर्ने होइन क्या यस्तो गर्ने होइन त्यसैले मैले तिमीहरूलाई रोक्यो यता स्लो गर्छौ यहाँ लभली भ्यू खिच्नुपर्छ ल भनेको त लभली भ्यू खिच्नुपर्छ भनेको त सेट यार जाम्बो भएर गेट डाउन गर्न के लच के ल्याऊ किन यहाँ यो सबै भ्यू हेर्ने आउने ठाउँको लागि हो यो चाहिँ मेन हो नि त है त्यहाँनिर भ्यू ल जाउँ न अलिक अगाडि फेरि जाउँ न के गरेको हो तिमीहरूले को छ अगाडि सबभन्दा अगाडि विशाल भाइ हो बाइक छ सेट यार ए कस्तो ठाउँमा राखेको त भाइको है अब के गर्नु यार यहाँ अलि पार्किङ खोल्नु पऱ्यो क्या यहाँ है बबाल हुन्छ कि हुँदैन ल हुन्छ नि होइन अब के गर्ने त अब बब्बाल ठाउँ आएको ल म बब्बाल सिन देखाउँछु ल गाइजहरू
तपाईँहरूलाई देख्न सक्नुभयो भिड त फेरि बाले थियो भने त केटा थियो कि थिएन ल भन् त बाले थियो ल के हो खतरा ब्रेक हानेछ त कसले हो त्यो को हो चलाउने थियो ओहो ब्रेक त चेवै खाल्टो छ यहाँ चिलित्तै ब्रेक नहान न तिमीहरूले सक्दैन सानिदिन्छ यता फेरि हाम्रो गाइजहरू स्कुटी ग्याङ यो कुरा यता नि मोबाइलतिर चार्जर बस्नु छ ओके अब कमन गाइज कमन ब्रेक केटा जस्तो भइदिन्छ फेरि हो कि होइन छ है अब एकछिन त अफ रोडिङ आउँछ गाह्रो हुन्छ त्यहाँनिर चाहिँ डट बाइकलाई सम्झिरहेको हुन्छ तर पनि असम यो बराबरको एनएस बराबरको त मलाई कपाल हानिदिन्छ हामीले त्यो एनएसमा नि यार के भएको यार तर त्यस्तो गर्नु हुँदैन यो बाइकमा यार बिस्तारै लैजा किनकि हामीसँग के छैन सर बाइक बनाए को बाइक को छ र यहाँ जाने दिएर त तिमीहरूलाई अहिले अब अगाडि भेटिहाल्छ यो सबै सामान लिएर आयो नि त्यहाँबाट त्यहाँ होला मेरो पावर ब्याङ्क छ पावर ब्याङ्कहरू हाल्यो मेरो मैले मेरो हालेँ होइन तपाईँ हालिसकेको सिधो रमाइलो हुन्छ मेरो हालिदिने भन्छु मेरो कहाँ राखेको छु मैले हालेँ होला होइन र पछाडि केटाहरू नि आइसक्यो यता फेरि तेल बचाउ अहिले किनकि तेलको पेट्रोलको मूल्य लास्टै बढेको छ नि त केटाहरूले ओह्रालोमा बढी ब्रेक घिसिरहेछन् होइन ब्रेकहरू घिसिरहेछन् अफ गरेर कुदाएछन् ब्रेक इलेक्ट्रिक बनाइदिएछ नि यार आँखा ठक्छ होइन त लास्टमा भन्नुपर्दा त त्यही होइन त ल ओइ के गरेर चलाइरह अरे बिस्तारै भन्नु रे यिनीहरूले त लास्टै धुलो फुलाइदियो त अनि होइन त अरू गइसक्यो के आएकै छैन क्या राहुल अरू गइसक्यो छैन माछिकै खुट्टा दुखिसक्यो उभिँदापछि अब त तैँले बडी ब्रेक युज गरेछस् नि त सरिहाल्छु अगाडिमा कस्तो बाटो छ हेर न केटाहरू मलाई के थाहा यार केटाहरू मलाई के थाहा सो गाइस हामी चाहिँ अहिले यो बुढा नीलकण्ठको यहाँ टेम्पल मन्दिर आइसकेको छौँ होइन त एउटा देख्न सक्नुहुन्छ ट्यागको यो हाम्रो सेकेन्ड गेट हो होइन कि फर्स्ट गेट नै यही हो अन्त डेन्जर लभली आउनु भयो होला होइन लभली डेन्जर भिड छ त है आज त होइन त सो अलिकति भिडभाड भएको छ होइन यो मन्दिरको साइडतिर चाहिँ भिडभाड भएछ खासमा यो बाटो ल्याउन पाउँछ कि पाउँदैन वान वे त होइन नि फेरि भाइ फेरि के गरिदिन्छ अरे हाम्रो ट्राफिक सरले चिट हानिदिन्छ चिटको भन्दा पनि हो हुन चाहिँ अब रुल्सहरू फलो गर्नुपर्छ होइन अलिकति भिडभाडै हुने हो नि त अब मन्दिर एरिया भनेपछि त भिडभाडै हुन्छ त्यसमा पनि आज मङ्गलबार हो होइन त हो कि होइन हामी चाहिँ वान वे हिँडे जस्तो भइरहेछ कि भएको छैन ल भन् त छ नि होइन अलि तर गइरहेको छ होइन हामी चिनमा जानुपर्छ पहिला नि गइरहेकै हो के गर्छस् बाटो छोड्दैन अब किनकि अब यो ठाउँै त्यस्तै हो नि त साइड लाइट यो लभली क्रसिङ गेटिङ भयो क्या यहाँ त युटर्न पनि यही बाटो क्रसिङ पनि यही भयो यहाँनिरको रुल्स चाहिँ अलिकति मन परेन होइन त त्यहाँनिर वान वे मात्र बनाउनु पऱ्यो क्या नो होइन टु वे बनाएपछि गाह्रो छ होइन त त्यहाँ आइरहेको छ केटाहरू आइरहेको छ पछाडि छ केटाहरू पछाडि पुरै बवाल पारामा आइरहेको छ है केटाहरू
उता हेर न अगाडि बनिनु के गरेको यार गाडी फर्काइराख्यो गाडी फर्काउने ठाउँ हो यार के गरेको यार केटाहरूको एनएसए तान्ने नि क्या हो पब्लिकको भाउ कत्रो के को जाम हो यार यस्तो यार के को जाम हो भाइ अहिले हामी चाहिँ यो ट्यागको टोखा आइपुगेछौँ होइन यहाँको यो टोखामा आइपुग्यो जात्रा रहेछ यहाँ होइन अब त्यो जात्राको कारण अलिकति भिडभाड भएछ होइन यहाँ जाम भएछ अब हामीलाई त्यो त्यहाँबाट लेफ्ट बाटो जान दिएको छ कि छैन भनेको त्यही त भने